Q&A with Australian migration agent Mr. प्रताप पन्थी। सर, अस्ट्रेलियामा अहिले एकदमै डिमान्डमा रहेका कोर्सहरूको बारेमा हल्का डिस्क्राइब गरिदिनुहोस्। धन्यवाद ईश्वरी सर। अब अस्ट्रेलियामा डिमान्डमा रहेका कोर्सहरू भन्दै गर्दा हामीले दुईटा पर्सपेक्टिभ हेर्नुपर्ने हुन्छ अस्ट्रेलियन कन्टेक्स्टमा हेर्दाखेरि। एउटा कन्टेक्स्ट के हो भन्दाखेरि चाहिँ कुनमा जब पाउने चान्सेसहरू बढी भएको छ भन्ने हेर्नु पऱ्यो। अर्को कन्टेक्स्ट हेर्नु पऱ्यो भने चाहिँ अस्ट्रेलियामा कोही लङ टर्म बस्न चाहन्छ, माइग्रेट गर्न चाहन्छ भने त्यो कोर्सले त्यो मान्छेलाई माइग्रेटलाई हेल्प गर्छ कि गर्दैन भन्ने पनि कन्टेक्स्ट हेर्नु पऱ्यो। अब जनरली चाहिँ डिमान्ड र सप्लाई हेर्दाखेरि चाहिँ यस्ता कतिपय अकुपेसन्सहरू हुन्छन् जुन अस्ट्रेलियामा रजिस्टर्ड हुन्छन्। त्यो अकुपेसन रिलेटेड कोर्सहरू पढ्नुभयो भने अस्ट्रेलियामा डिमान्डमा हुन्छ। इक्जाम्पल, तपाईँले नर्सिङ जस्तो कोर्स पढ्नुभयो भने, टिचिङ जस्तो कोर्स पढ्नुभयो भने जस्तो हुन्छ। र कतिपय कोर्सहरू फेरि ओभरसिजको मान्छेले ग्रेजुएटसँग कम्पिट गर्न सक्दैन, गाह्रो हुन्छ। इक्जाम्पल सोसल वर्क पढेको इक्जाम्पल होला, यो कम्युनिटी सर्भिसहरू होला। अब जब पाउनको लागि डिफ्रेन्ट रिक्वायरमेन्ट त हुने भइहाल्यो, तर हामीले हेर्दै गर्दा एजुकेसन, हेल्थ, तपाईँको नर्सिङ र अहिले अस्ट्रेलियामा हाउसिङ क्राइसिसका कारणले गर्दाखेरि चाहिँ कन्स्ट्रक्सन रिलेटेड अकुपेसन्सहरू पनि अस्ट्रेलियामा डिमान्डमा छन्। यो गभर्मेन्टको माइग्रेसनको प्रायोरिटीमा पनि पर्छन्। त्यस्तै चाहिँ ट्रेड अकुपेसन जुन पार्ट अफ द कन्स्ट्रक्सन रिलेटेड इन्डस्ट्रीहरूको पनि छन्, जस्तो कार्पेन्ट्री लगायतको कोर्सहरू हुन्छ। त्यस्तो कोर्समा पनि अस्ट्रेलियामा राम्रो देखिन्छ करियर र माइग्रेसन पर्सपेक्टिभमा।